नमस्कार, जय मसी देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ अनि दिदीबहिनीहरूमा आज मिति 2082 साल मङ्सिर महिनाको 3 गते हामी लामिद्वालीदेखि कटारी मिर्चया लाहान हुँदै अनि हामी यता कदमा चुहाडी नेपालहरू हुँदै फेरि पनि आज बुवा बाउ छोराको यात्रा गर्न सक्यौँ। परमेश्वरलाई महिमा भएको होस्। र मेरो बुवाको आँखामा दाहिने आँखामा अलिकति समस्या भएको कारणले हामी लाहान उपचारको लागि गएका थियौँ र उहाँको आँखामा अलिकति समस्या भएको छ अनि हामी दबाईहरू लिएर फर्किएका छौँ। र यो यात्राहरू यो सुन्दर मौसममा अनि बाउ छोराको सँगै यात्रा गर्न पायौँ। परमेश्वरलाई महिमा भएको होस्। यो सुन्दर दृश्यहरू देखेर तपाईँले पनि रमाउनुहोस्। हस्त जय मसी, नमस्कार। माझी दाइले जल हाल्यो मर्स्याङ